हामीले यसलाई हेला गर्छौं तर यो सुनभन्दा कम छैन। ठाउँ अनुसार यसका विभिन्न नाम छन्। कतै हैरी भनिन्छ, कतै कालीझार र धेरै ठाउँमा त यसलाई बनमारा भनेर पनि चिनिन्छ। बनमारा? साँच्चै? हामीले त यसलाई काम नलाग्ने झार सम्झिन्थ्यौं। तर तपाईँ भन्दै हुनुहुन्छ यसमा चमत्कारिक औषधीय गुण छ। खासमा यो केको लागि अमृत समान हो त? हो, यो साधारण झार देख्नेहरूका लागि झार हो, तर चिन्नेहरूका लागि यो पाइल्स रोगको रामबाण औषधि हो। यसले पुरानो भन्दा पुरानो पाइल्सलाई पनि जरैदेखि निको पार्ने क्षमता राख्छ। के भन्नुभयो? पाइल्सको लागि? यो त निकै ठुलो र आश्चर्यको कुरा भयो। के सबै बनमारा एउटै प्रकारका हुन्छन्? एकदम राम्रो प्रश्न। यसमा पनि दुई प्रकार हुन्छन्। एउटाको डाँठ हल्का रातो हुन्छ भने अर्कोको चाहिँ गाढा कालो हुन्छ, जस्तो कि यो मैले ल्याएको। पाइल्सको लागि यो कालो डाँठ भएको चाहिँ भयंकर अचूक औषधि मानिन्छ। वाह, यो त गजबको जानकारी भयो। अब ढिला नगरी हाम्रो दर्शकहरूलाई यसको प्रयोग विधिबारे बताइदिनुहोस् न। पाइल्स भएकाहरूले यसलाई कसरी प्रयोग गर्ने त? विधि एकदमै सरल छ। बिहान उठेर खाली पेटमा यसको 4-5 वटा कलिलो मुन्टा अथवा टुप्पो लिनुहोस्। त्यसलाई सफा पानीले मज्जाले धुनुहोस् र पिसेर करिब 1 चम्ची रस निकाल्नुहोस्। अनि त्यो रसलाई के गर्ने? त्यो 1 चम्ची रसलाई 1 ग्लास मनतातो पानीमा घोल्नुहोस् र सट्ट पिउनुहोस्। यो प्रक्रिया तपाईले हरेक बिहान खाली पेटमा गर्नुपर्छ। कति दिनसम्म सेवन गरेपछि यसको असर देखिन थाल्छ? तपाईले यसरी लगातार 6-7 दिनसम्म सेवन गर्नुभयो भने आफैले फरक महसुस गर्न थाल्नुहुन्छ। तपाईको पाइल्सको समस्या बिस्तारै घट्दै गएको अनुभव हुन्छ। यो त भयो खानेकुरा। पाइल्स हुँदा त गुदामा दुख्ने, पोल्ने र कहिलेकाहीँ घाउ हुने समस्या पनि हुन्छ। त्यसको लागि पनि केही उपाय छ कि? अवश्य छ। त्यसका लागि पनि यही कालीझार काफी छ। यसका 4-5 वटा पात लिनुहोस्। त्यसलाई धेरै जोडले नभई हल्का नरम हुने गरी हातले मोल्नुहोस्। अनि त्यो मोलेको नरम पत्तालाई दुखेको वा घाउ भएको ठाउँमा अर्थात् आफ्नो गुदामा मज्जाले टाँस्नुहोस् वा लगाउनुहोस्। यसले दुखाइलाई तुरुन्तै कम गर्छ र घाउलाई पनि छिटै निको पार्न मद्दत गर्छ। वाह ज्ञाताजी, तपाईले त आज साँच्चै एउटा खजानै नै देखाइदिनु भयो। हाम्रो आँगन र बारीमा त्यसै खेर गइरहेको बनमारा यति ठुलो रोगको अचूक औषधि रहेछ। यो अमूल्य जानकारीका लागि तपाईलाई हृदयदेखि नै धन्यवाद। धन्यवाद। मेरो उद्देश्य पनि यही हो कि हामीले हाम्रो वरपरका प्राकृतिक उपहारहरूलाई चिनौं र त्यसको सही सदुपयोग गरौं।